हेलो एभ्रिवान, आज फेरि तपाईँहरूको समक्षमा एउटा नयाँ चिज लिएर आएको छु। यो चाहिँ हो कटर होइन, सबैजनालाई थाहै छ। र आज चाहिँ मैले सेकेन्ड टाइम बनाउँदैछु यो कटर है। यो चाहिँ मैले ल्याएको होइन, दादाले ल्याउनु भएको उतापट्टि। अन्त मलाई बहिनीले बनाउनु सक्छ भनेर सोध्नु भयो नि त, अन्त अब वाइ नट है। सो त्यही भएर चाहिँ म बनाउनु पर्यो भनेर चाहिँ काट्दै थिएँ। यसलाई चाहिँ काट्नु चाहिँ अलिकति मेन प्रब्लम चाहिँ यो चाहिँ काट्नुमा हुन्छ नि त। सो तपाईँहरूले त पहिला छिन्नुहुन्छ होला है। म चाहिँ यसलाई चाहिँ पहिला यसरी काट्छु है, र काटेर चाहिँ मजाले पहिला चाहिँ बोइल गर्छु नि त। उसिन्छु कुकरमा 2-3 सिटी लगाएर यसरी कुकरमा हालेर पानी नुन हर्दी अलिकति तेल हालेर सिटी लगाउँछु है। सिटी लगाएर चाहिँ अन्त यसरी निकाल्छु। अनि अलिकति हातमा तेल लाउँदा पनि हुन्छ नलाउँदा पनि हुन्छ है, तर लगाउँछु म अलिकति चोक चाहिँ लाग्दैन भनेर। अन्त यो निकाल्दै थिएँ, सजिलो हुन्छ यसरी गर्दाखेरि चाहिँ। तपाईँहरूले पनि ट्राई गर्नुहोस् एकपल्ट होइन। यसरी गर्दाखेरि चाहिँ सजिलो हुन्छ छिल्नु, अन्त काट्नु पनि सजिलो हुन्छ। अन्त यति भएको थियो, सानो त थियो है, यति भएको थियो। र अन्त अब यसमा चाहिँ मेरोमा त्यति मसलाहरू म युज गर्दिनँ नि त। अन्त त्यस्तो मसलाहरू सब्जी मसलाहरू के थिएन, सिम्पल प्याज हालेँ। अन्त यहाँ कराई बसालेर हल्का सरसोको तेल है, खानतेल हालेरै बनाउनु मन लाग्छ सब्जीहरू चाहिँ। म प्रायः खानतेलै युज गर्छु, खालि फ्राई चिजहरू मात्रै रिफाइन गर्छु। र तेल हालेँ र मसलामा अब पहिला मैले प्याजलाई मजाले अलिकति भुटेँ है। अन्त मसलाहरू चाहिँ रेडी गर्नु थियो। मसलामा चाहिँ अब त्यस्तो केही थिएन, अदुवा लसुनको पेस्ट अलिकति थियो। अन्त त्यसमै मैले चाहिँ जिरा धनियाँ पाउडर मात्रै हालेर नुन हालेर हर्दी हालेर मजाले यसलाई पकाएँ। एकछिन मजाले मसला पाकेर चाहिँ 2टा अलैँची र रङलाई पनि कुटेर हालिदिएँ है। र एकछिन टमाटर हालेर त्यहाँदेखि फेरि मजाले एकछिन पकाएँ। यो मसलालाई एकछिन चाहिँ मजाले पाक्नुपर्ने हुन्छ नि त। सो त्यही भएर चाहिँ मैले मसला एकछिन पकाएँ। मसला पाक्दै फेरि यो कटरलाई मैले हालिदिएँ होइन। र अब कटरलाई चाहिँ मजाले हालेर एकछिन मजाले भुट्नुपर्छ। आधी उधी हाफ त यो पाकिसकेको छ, किनभने अघि नै बोइल गरेको नि त। अब यसलाई बेसी पकाउनु पनि हुँदैन, किनभने अलिकति बेसी पाकेछ नि त। सो त्यही भएर चाहिँ यसलाई हल्का नै पकाउनु पर्ने हुन्छ। र एकछिन मैले पानी हालेर पकाएँ। सब्जी चाहिँ पाकिसक्यो हो। र यो चाहिँ अब यस्तो भएको छ मासुहरू जस्तै है। पहिला हामीले सानोमा त कटरहरू बनाउँदै हुन्थ्यो, मम्मीले मासु नै भन्थ्यौँ, र अहिले पनि मासु जस्तै लाग्दछ गाइस।